हेलो गाइज, के छ सन्चो बिसन्चो। मैले चाहिँ लामो समयपछि फेरि एकपटक मिनी भ्लग बनाउने स्टार्टिङ गरेको छु होइन। अनि देखिबाट यो भ्लग चाहिँ सिधै होइन। अब मैले पनि नयाँ भ्लग स्टार्ट गर्ने सोच्दै राखेको थिएँ पहिलेदेखिबाट, तर अहिलेबाट चाहिँ स्टार्टिङ गरेँ। पहिला पनि बनाउँथेँ अहिले, तपाईँहरूलाई पनि थाहा छँदैछ। तर आज चाहिँ म ठ्याक्कै दिनको मध्य दिनबाट चाहिँ सुरु गरिसकेको छु। अनि लगभग रुममा सुतेको चाहिँ 4 दिन जति भयो होइन। 4 दिन ती भयो। अब चाहिँ के न के गर्नुपर्छ भनेर मैले फेरि खुरापाती दिमाग लगाइहालेँ होइन। सुत्यो हिजो सुत्यो, अस्ति सुत्यो, निकोर्सी सुत्यो, मुत्न जान धरि अल्छी लाग्छ यार। अनि त्यसपछि रुममा बस्दा वाक्क भएर माकुरी यिनीहरूलाई ल चाउमिन बना नि त, आज चाउमिन खुवाउँ भनेको। त्यसलाई उठाएको बल्ल उठेर तल आएर मर्यो। अनि लसुन कहाँ छ, यो कहाँ छ, त्यो कहाँ छ भनेर सोधेको ओए गुवाठे निक्लेर देखाइदिएन भनेर भनेको। यो फेरि त्यहाँनिर बल्ल उठ्नलाई पर्दाबाट निस्किन नि 1 घन्टा लाग्यो। अनि यो मुजीलाई चाहिँ खुर्सानी खोज्न भनेको, खुर्सानी छैन भनेर मैले टाउको गनाउन थाल्छ। अनि ल मलाई पनि रिस उठ्यो, एकछिन पक्का अब यो आउँदैछ भनेर भनेको। यो गोरे फेरि लास्टै अल्छी खालको मान्छे छ। अनि त्यसपछि यसलाई यताउति भन्दा भुवाक्क पादे फेरि त्यसले। म हाँस्दा हत्तु। अनि ल भन्दा त्यहाँनिर चाउमिन पनि उसिन्नलाई बसालिसकेको रहेछ। यो बङ्गालीहरू फेरि अति नै छ। बिहान 2 बजीदेखि एउटा भात खाएन भनेर पकाउन सुरु गरे। हामी पनि के कम भनेर चाउमिन बनाउन थाल्यौँ। चाउमिन बनाउन थालेपछि यो मुजीले पनि फेरि अन्डा सन्डा उयो गर्न थाले रहेछ। केटीको भिडियो हेर्दै को केटी भनेर यसो हेरेको भाइरल रहेछ, राम्ररी लाग्यो मलाई पनि। मलाई पनि फेरि भात तरकारी पकाउन लाउँछ, फेरि यो चाउमिन काट्न लाउँछ यताउति भनेर। अनि म चाहिँ भाग्ने तर्खरतिर लागेँ। अनि यसो विचार गरेँ मैले, अनि के गरौँ ल 3 जना त भइसक्यो, म चाहिँ साइड लाग्नु पर्यो भनेर मेरो पालो भित्र जाने तर्खरमा गरेको। चाचा फेरि बाटो मोबाइल घोटेर बसिरहेको रहेछ। फेरि आएर हेरेको पाक्दैन। मुजी गएर म सुतेर एक निन्द्रा पुग्न थालेपछि कि पाक्दैन। फेरि फर्केर आएर हेरेको यो मलाई पाक्छ एकछिनमा भन्न थाल्यो यो धिरेनले फेरि। अनि फेरि पादिउँ भनेर भन्छ। नपाद मुजी, म जान्छु फेरि फर्केर भनेको। फेरि त्यहाँनिर एसी चलिरहेको थियो। फेरि हेर्नु मलाई विदेश चाहिँ यही हो, यस्तो विदेश। फेरि गएर अब म आफूलाई काम लाउँछु भने फेरि म महाअल्छी गएर सुत्नु पर्यो भनेको। फेरि छुट्टीमा घर पठाउँदैन कम्पनीले भनेर त्यो दाइ फेरि म यो झोला बोकेर घर जाउँ भनेर भन्न थालेँ। राख्नु त्यहाँ चुप्लाएर अर्को ल्याएर मार्छ। यो त कति छिटो खाना पनि थालिसकेछ चाउमिन। आइ पनि सकेछ ल, थाहै छैन। त्यसपछि म पनि खुसी भएँ। ल अब ल्याम्प खानु पर्यो भनेर मुखमा हालेको त नुन त चर्को भए पनि अब फ्रीमा पाएको मालहरूले बनाएर दिएको, के छोड्नु भनेर खान थालेँ। अब यसले पनि देखाउन थाल्यो र यसले पनि मिठो छ भन्न थाल्यो। यसले झन् खाएर बसी पनि सकेको रहेछ। फोटो पनि हेर्न थालेपछि ऊ चाचा फेरि चाट्सक्यो भनेर पछाडि हल्लिँदैछ। ल आजलाई चाहिँ यति नै, धन्यवाद। ल गाइस, यो चाहिँ मेरो होइन फर्स्ट भिडियो हो। कस्तो लागेछ, राम्रो लागेछ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला होइन। यसो गरी नै म राम्रो अझै यो भन्दा नि राम्रो भिडियोहरू बनाएर लिएर आउने छु।